हेलो सेवान्ने सबैजनालाई र फेरि पनि तपाईहरुलाई मेरो भिडियोमा वेलकम छ र आज भने चाहिँ म लङ भिडियो बनाउँ भनेर सोच्दैछु हैन किनभने चाहिँ आज चाहिँ हाम्रो घरको आलु खन्नेवाला छ यो खासमै भन्नु भने चाहिँ आलु खन्ने टाइम पनि भएको थिएन कि त न भएको थिएन अनि त अस्ति याद छ होला तपाईलाई असिनाहरु कति खतरा परेको थियो हैन सो त्यो असिनाले गर्दाखेरि चाहिँ हामीलाई बाध्यता पर्यो आलु खन्नु हैन हामी यस्तो बाध्यतामा पर्यो आलुको बोट हेर्नुस् त यहाँ यस्तो आलुले फल्छ अब फल्दैन नि अब यो आशा थिएन कि फेरि आलुले पनि सबै कुन्छ त्यही कारण आशै थिएन कि फेरि अब हुन्छ नि बोटहरु राम्रो आउँछ भनेर त्यसै गर्दा करले चाहिँ हामीले यहाँनिर फेरि खन्नु परेको छ आलु हो र लेट्स सी आलु चाहिँ फलेको छ कि छैन किनभने अब असिनाले सबै लिप्पन बनाइदियो नि त र त्यसले गर्दा चाहिँ अब आलु खन्नु जानु आँटेको छु र हेर्नु होला मेरो आजको सानो ब्लगिङ देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब हामी आलु खन्नु जानु आँटेको हो र मम्मीले चाहिँ माथिहरुको सबै यहाँ आलुको बाहिरको चाहिँ अब उयो गर्नु हुँदैछ यो खोले पनि हुन्छ नि त है खोले पनि हुन्छ यो त आलुको बोट हैन उदासेको बोट हो यो चाहिँ अब खोलेको लागि चाहिँ चाहिन्छ हो र आलु त अन्त आलु यस्तो ए अलिअलि रहेछ आलु अलिअलि चाहिँ छन् चाहिँ छरेछ हो के सबैको अन्त सबै असिनाले बिगाड्यो नि त अन्त असिनाले सब बिगाड्यो के गर्नु अब त्यही त फल्थ्योलाई 2-3 मन लास्टमा आयो है त्यही त अब हेरौँ कति फल्छ कति फल्दो रहेछ यहाँनिर देख्न सक्नुहुन्छ नानाले चाहिँ आलु खन्नु हुँदैछ हो र आलु चाहिँ यसरी हामीले किन अब छिटै आलु खनेको भने चाहिँ किनभने चाहिँ आलु चाहिँ कुँदै रहेछ टुप्पु टुप्पुमा यसरी कुँदै रहेछ नि त कता गयो त्यो कुको आलु यहाँनिर यसरी कुँदै रहेछ नि त यसले बिगार्यो भने चाहिँ अब त्यसले गर्दा चाहिँ हामीलाई कुनु चाहिँ अब हामीलाई यो खन्नु चाहिँ हामीलाई बाध्यताले गर्दा खनेको देख्न सक्नुहुन्छ अब आलु यति मात्रै निस्किन्छ थियो नि त आलुहरू त पलाउँदै थिएछ ए हो रहेछ मम्मी हेर्दा हो आलु त हो यसरी कुँदै रहेछ नि त असिनाले भेट्यो भने चाहिँ गाइस यसरी कुँदैछ आलु चाहिँ भित्रै कुहिसकेछ आलु त यहाँ पनि कुँदै थियो एक देउरा तर झन् हामीले खन्यो आलु चाहिँ यहाँनिर 2 गरा खनिसक्यो होइन दुई ड्याङ खनिसक्यो र आलु चाहिँ यस्तो निस्किँदैछ धन्न हामीले छिटै आलु खनिन्छौँ है गीताले न चाहिँ हामी ढिलो आलु खनेको भए चाहिँ हाम्रो कुनै थिएछ आलु चाहिँ किनभने कति अब असिनाले त खराब पार्यो हामीले चाहिँ अब अलिक राम्रो हुन्छ र पर्खिबस्यो लास्टमा चाहिँ अब खन्ने भनेर चाहिँ नानाले भने चाहिँ खनेको तर खनेको एकदम ठिक भएछ र आलु देख्न सक्नुहुन्छ बेसी ठुल्ठुलो आलु चाहिँ आइरहेको छ ठिकैको आलु आइछ है र नाना चाहिँ यहाँ चाहिँ जेठी नाना हुन्छ आलु खनेको देख्नु हुँदैछ र नानाले निकाल्दै म र नाना निकाल्छु र मम्मी र आलु चाहिँ यसरी फल्छ है गाइस अलिअलि फलेको रहेछ है यसरी मसिनो फल्दैछ ठुल्ठुलो पनि त्यस्तो होइन मसिनै ठिक यतिकै ठिक छ खानु त किन ठुलो चाहिँ ठुलो चाहिँ अलिक मिठो लाग्दैन मलाई चाहिँ कि यस्तै मसिनो चाहिँ भुटेर खानु मिठो हुन्छ नि ल के गर्नु उसिनेर खानु मात्रै हो त्यही र मम्मी चाहिँ यहाँनिर मजाले यहाँनिर गाईलाई खोले काट्नु हुँदैछ आलुको माथि घाँस चाहिँ मजाले हुँदैछ नि त हो र यता चाहिँ हाम्रो भुन्टेलाल भाइ अस्ति घर आएको बिचरा भाइ है घर आएपछि चाहिँ काम कस्तो गर्नुपर्छ भनेर तेरो पिरा यता न पिरा भन्न भनेको घरमा आएर के गर्नु छ अन्त बस्तीमा चाहिँ यस्तो हो नि त अब म मन दुख्यो अरे मम्मी 7 बजी उठाएर मन दुख्यो अरे भोलि चाहिँ म भाटा लाएर उठाउँछु यतिकै बस्तीमा चाहिँ हाम्रो मम्मी चाहिँ खतरनाक छ नि त काम चाहिँ अब काम भनेको चाहिँ काम नै हो र यहाँ चाहिँ अस्ति नै हामीले मम्मीले रोप्नु हुँदै थियो तर अहिले चाहिँ आलु फलेर अब खन्ने बेला पनि भइसक्यो हजुर मेसिनले रोपेको है कति छिटै आलु खन्ने बेला पनि भइसक्यो है र आजको दिन चाहिँ पुरा घाम लागिरहेछ टन भइरहेको छ हो र हेर्दै जानु होला मेरो ब्लग आजको आलु खनिसक्नु आँट्यो र बहिनीले चाहिँ यहाँनिर हामीलाई लाफिङ बनाइकन ल्याइदिएको छ हो खाजा बहिनीले कस्तो खाजा बनाइहेरौँ है मेरो हाम्रो बहिनी चाहिँ सानोतिनो अब सेफी हो ड्राई लाफिङ बनाइछ यहाँ चाहिँ लाफिङ बनाउने चाहिँ कस्तो भएछ नै भएछ गीता नै हेर्नु न मम्मी आउनु बहिनी दामी खाजा बनाइछ लाफिङ वाइ ड्राई लाफिङ दिपाले चाहिँ दामी बनाइछ अब टेस्ट डिपेन्ड ओपन टेस्टमा डिपेन्ड गर्छ मम्मी टेस्ट गर्नु कस्तो भएछ गीता टेस्ट गर्नु त कस्तो भएछ ओके कस्तो भएछ मम्मी लाफिङ दिपा चाहिँ दामी भएछ मम्मी कस्तो भएछ गीता न मिठो भएर होला माथिबाट पानी पनि आउन थाल्यो बहिनीले चाहिँ लाफिङ बनाएको म पनि टेस्ट गर्छु अब कस्तो भएछ जम्नु खाली क्लोज गरेर देखाइदेऊ त दामी भएछ है मिठो भएछ गाइस बजारमा पाउनु चाहिँ लाफिङ जस्तो बनाएछ बहिनीले चाहिँ
र यहाँनिर चाहिँ हामी आलु खन्दै थिएँ र आलु खन्दा दिन चाहिँ कस्तो भयो है अम्बो कालो न कालो अँधेरो भयो गाइस देख्न सक्नुहुन्छ यस्तो भयो चाहिँ अब खतरा पानी पर्छ कि किन भए चाहिँ असिना आउने चान्सेस है र कति केजी जस्तो निस्क्यो होला गीता न 20 केजी निस्क्यो होला है 20 केजी निस्क्यो यहाँनिर खन्दाखेरि चाहिँ देख्नु भयो होला हो त्यस्तो देख्नु भयो होला आलुको बोरा चाहिँ यहाँदेखि चाहिँ 20 केजी जस्तो निस्क्यो हो र नाना चाहिँ अब पानी पनि सिमसिम पर्नु अलिअलि पर्नु स्टार्ट भयो र मेरो भिडियोले चाहिँ म आज इन गरौँ भनेको गाइस मेरो सानो आजको मेरो ब्लगिङलाई चाहिँ म इन गर्दैछु होइन र अब माथि जानुपर्छ होला हामी पानीहरू सिमसिम पर्दैछ र एकछिन खनिकन चाहिँ अब अन्त त्यति हामी घरतर्फतिर लाग्छु सो बाबा गाइस आजको मेरो सानो आज दिउँसोको मेरो ब्लगिङ हेरिदिनु भएकोमा आलु खनेको र आलु खने दिन पनि आयो र हाम्रो खन्दैछु पनि 20 केजी जस्तो निस्क्यो पनि सो बाबा गाइस आजको लागि चाहिँ यति नै बाइ